अन गरिसकेपछि जम्मा हुन्छ। हाम्रो ट्याङ्की छ, यो ट्याङ्कीमा आएर झर्छ। नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ कृषि गोठालो च्यानलमा। आजको भिडियोमा बङ्गुरको मलमूत्र हामीले भण्डारण गर्ने तरिका र यसलाई विसर्जन गर्ने तरिकाको बारेमा चाहिँ छोटो मिठो जानकारी बनाएका छौं। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। साथीहरू, आधुनिक खोर र पुरानो खोरहरूको बनावट अलिकति फरक रहेको हुन्छ। आधुनिक खोरहरूमा यस्तो ढलान गरेको भागहरू हुँदैन भने पुरानो खोरहरूमा चाहिँ आधी ढलान र आधी जालीको भाग रहेको हुन्छ। आधुनिक खोरहरूमा पुरै कन्सुलरहरू, सिमेन्टिका कन्सुलरहरू हुन्छ र गहिरा चाहिँ अन्डरग्राउन्डहरू रहेको हुन्छ। पुरानो खोरहरूमा आधी ढलान गरेको भाग र आधी चाहिँ यस्ता फलामका जाली हुन्छ। यो फलामको जालीको भागमा चाहिँ बुङ्गुरको पिसाबहरू बगेर थुप्रिने गर्दछ र यहाँ चाहिँ हामीले 2-3 दिनमा चाहिँ एकपटक चाहिँ दिसा पिसाबलाई चाहिँ ट्याङ्कीमा सिधै खसाल्छ। अब यो खोरको लम्बाइ हेर्नुहुन्छ भने एकदमै लामो छ र यहाँनिर लगभग 400-450 बुङ्गुरहरू रहेका छन्। अब यसलाई चाहिँ हामीले चाहिँ 2-3 दिनमा चाहिँ हामीले बुङ्गुरको दिसा पिसाब जुन भण्डारण गरेर हामीले यहाँ तल झारेको हुन्छौँ, यसलाई चाहिँ हामीले चाहिँ ट्याङ्कीमा खसालेनौँ भने यो चाहिँ सिधै माथितिर आउने गर्छ। त्यसैले हामीले चाहिँ 2-3 दिन भइसकेपछि बुङ्गुरको दिसा पिसाबलाई चाहिँ सिधै हामीले ट्याङ्कीमा झार्ने गर्छौँ। आधुनिक खोरमा कन्सुलर हुने भएकोले बुङ्गुरले जहाँ दिसा पिसाब गरे पनि सिधै अन्डरग्राउन्डमा जान्छ भने यस्ता किसिमको पुरानो खोरहरूमा चाहिँ दिसा पिसाबहरू कुना काप्चातिर थुप्रेको अवस्था छ भने साबेले चाहिँ ठेलेर जाली भएको भागमा चाहिँ हामीले झारिदिनुपर्छ। साथीहरू, आधुनिक किसिमको खोरहरूमा चाहिँ मोटर लाएर चाहिँ हामीले बुङ्गुरको दिसा पिसाबहरू निकाल्छौँ भने यस्ता किसिमका पुरानो खोरहरूमा चाहिँ हाम्रो लोडर अथवा भ्याकुको बकेट जस्तो हुने चाहिँ हामीले चाहिँ अन्डरग्राउन्डमा फिट गरेका हुन्छौँ। तपाईहरुले यहाँ भिडियोमा देख्न सक्नुहुन्छ, यसरी चाहिँ हामीले फिट गरेका हुन्छौँ। जुन अघि मैले खोरभित्रको बाट चाहिँ जुन जाली देखाएँ, यो यति भाग छ। यसमा चाहिँ हामीले 2-3 दिन मलमूत्रहरू चाहिँ थुप्रिसकिसकेपछि हामीले चाहिँ यो चाहिँ हामीले चलाएर चाहिँ हामीले सिधै ट्याङ्कीमा झार्ने गर्छौँ। मिसिनहरू चाहिँ यस्तो रहेको छ र यसको भाग भनेको चाहिँ सिधै हाम्रो चाहिँ यो हाम्रो लोडरको बकेट जस्तै हुन्छ। यहाँ चाहिँ लोडरको बकेट जस्तोले चाहिँ छेकेर राखेको हुन्छ बुङ्गुरको दिसा पिसाबलाई। अब यो खोरको लम्बाइ लामो छ र यो परैसम्म छ र यस्ता खालका तारले चाहिँ वार पारै चाहिँ यसलाई चाहिँ जडान गरेर बनाएका हुन्छौँ। अघि हामीले हेरेको चाहिँ पछाडिपट्टिको भाग हो र यसको अगाडिपट्टिको भाग चाहिँ यस्तो रहेको छ। पछाडिपट्टिको भागमा चाहिँ मोटरहरू जडान गरेको हुन्छ भने अगाडिपट्टिको भागमा चाहिँ त्यो तारलाई चाहिँ सिधै ल्याएर चाहिँ यसरी बनाएर राखेका हुन्छौँ र हामीले उता चाहिँ स्विच अन गर्ने बित्तिकै यो घुम्न थाल्छ। मोटर घुम्छ र यो चाहिँ सिधै त्यो बुङ्गुरको दिसा पिसाबहरू चाहिँ सबै आएर चाहिँ यहाँ हाम्रो ट्याङ्की छ, यो ट्याङ्कीमा आएर झर्छ। अब यो ट्याङ्कीमा झरिसकेपछि चाहिँ हामीले चाहिँ त्यहाँ तिरपाल जस्तोले छेकेर राखेको छ, त्यहाँ चाहिँ मोटर छ जुन यसलाई चाहिँ यसको दिशा र पिसाबलाई चाहिँ छुट्याएर प्रशोधन गर्ने काम गरिन्छ। यसलाई चाहिँ एक स्टेप मात्र हामीले चाहिँ यहाँ प्रशोधन गर्छौँ भने आधुनिक खोरहरूमा चाहिँ 3-4 स्टेपमा चाहिँ सिधै पानी बनाउने पनि मिसिनहरू चाहिँ जोडिएको हुन्छ। हाम्रोमा चाहिँ अहिले एक स्टेप मात्र चाहिँ प्रशोधन गर्ने खालको मिसिन रहेको छ। र साथीहरू, यो मिसिनलाई चाहिँ अब हामी चलाएर एकचोटि हेर्छौँ। जस्तै यसको चाहिँ स्विच चाहिँ यहाँ छ, हामीले यसलाई चाहिँ अन गरिसकेपछि यो चाहिँ यसरी चाहिँ अगाडिपट्टि जान थाल्छ यो तारको माध्यमबाट। यो चाहिँ लगभग 10 मिनट जति लाग्छ। 10 मिनटमा चाहिँ ठ्याक्कै अगाडि पुग्छ। नेपालमा चाहिँ यस्तै खालको चाहिँ हामीले चाहिँ जडान गरेर चाहिँ बनाउन सकिन्छ। आधुनिक खोरहरूमा चाहिँ एकदमै खर्च धेरै लाग्छ। त्यसमा चाहिँ किन भन्दा पुरै अन्डरग्राउन्ड बनाउनुपर्छ। यस्तै किसिमको चाहिँ तरिकाले बनाइयो भने चाहिँ नेपालमा पनि सजिलै बनाउन सकिन्छ। अगाडिपट्टि एउटा ट्याङ्की राख्ने र खोरको साइडमा चाहिँ यसरी चाहिँ सानो जस्तो चाहिँ ग्याप निकाल्ने र माथिपट्टि चाहिँ हामीले चाहिँ फलामको जाली हालेर राख्न सक्छौँ, जहाँबाट चाहिँ बुङ्गुरको दिसा पिसाबहरू सिधै यसरी खस्छ। र ठ्याक्कै यसको अगाडिपट्टि हामीले ट्याङ्की राख्यौँ र पछाडिपट्टि चाहिँ हामीले चाहिँ यसरी चाहिँ मोटरहरू जडान गर्न सक्यौँ भने चाहिँ नेपालमा पनि यस्तो किसिमले चाहिँ बनाउन सकिन्छ र गर्न पनि सकिन्छ। नेपालमा यो सम्भावना धेरै नै छ, यस्तो गर्न सकिने सम्भावना धेरै नै छ। नेपालमा पनि आधुनिक किसिमका मिसिनहरू आइपुगेका छन्, तर यस्ता मिसिन यो चाहिँ भनेको चाहिँ सस्तो र किफायती पनि हो र यसरी चाहिँ व्यवस्थापन गर्नुको फाइदा पनि छ साथीहरू। अब आधुनिक किसिमको खोरहरूमा चाहिँ बुङ्गुरको दिसा पिसाबहरू चाहिँ धेरै लामो समयसम्म रहिरहन्छ र गन्धहरूको कारणले चाहिँ बुङ्गुरहरू चाहिँ
बिरामी भइरहने र सुक्खापनहरू पनि धेरै भइरहने हुन्छ नि। यस्ता किसिमका खोरहरूमा चाहिँ त्यस्तो समस्याहरू चाहिँ हामीले देख्न सक्दैनौँ। किन भन्दा यसमा चाहिँ हामीले 2-3 दिनमा चाहिँ हामीले चाहिँ सबै लगेर चाहिँ व्यवस्थापन गर्छौँ। सिधै ट्याङ्कीमा खसालिसकेपछि बुङ्गुरलाई जतिखेर पनि फ्रेस चाहिँ खोरभित्र चाहिँ फ्रेस हावाहरू चाहिँ मजाले डुलिरहन घुमिरहन पाउँछ। र साथीहरू बकेटले चाहिँ यसरी चाहिँ ठेलेर ल्याउँदैछ, तपाईँले हेर्न सक्नुहुन्छ। यसरी बकेटले चाहिँ ठेलेर ल्याउँदैछ। यो चाहिँ यसरी ट्याङ्कीमा जम्मा हुन्छ। साथीहरू आजको जानकारी तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।